So hello guys, welcome to my new video. यो भिडियोमा चाहिँ अब गोल्डदेखि प्लेटिनम पुग्ने योभन्दा अगाडिको भिडियोमा देख्नु भएको थियो होला हामी सिल्भरदेखि गोल्ड पुगेको थियौँ। अब गोल्डदेखि प्लेटिनम पुग्ने म चाहिँ यहाँ भर्खरै झरिरहेको थिएँ क्या, अनि मलाई त्यो एनिमीले मारिदिइहाल्यो। म त्यहाँ लुट गर्दै थिएँ, फाइट पनि गर्दै थिएँ। यहाँ एनिमीले पछाडिदेखि हान्दै जिप लाइन लिएर के रे भन्न सक्छ। त उभिएको किल चाहिँ मलाई भर्खरै म पिकदेखि मरेको थिएँ नि त, अनि त्यहीँदेखि त्यो बट उभिरहेको रहेछ। अनि देखाइदिएको तपाईँहरूलाई यी फ्रिका किल भनेर। यहाँ हाम्रो 9 लेभल पनि भइसकेको छ। यहाँ बिरालो मिल्यो, 10 भाउचर मिल्यो, अनि क्विन मिल्यो हामीलाई। यहाँ भाउचर म यहाँ वेस्ट भन्दा पनि यहाँ हालिदिन्छु भाउचर। स्पिन टु विन। अब के हो यो लु लागौँ अब हाम्रो गोल्ड 2 को म्याचतिर। गोल्ड 2 भन्नाले अब यो गोल्ड 1 देखि म गोल्ड 2 जान्छु। अनि यहाँ मेरो म्याच लागिसकेको छ। अनि यहाँ मेरो नेक्स्ट टेरा म्याप आएको थियो, अनि म यतापट्टि यो ग्रे प्लेसमा झरेँ। यहाँ ब्लू जोन पनि थियो, अनि यहाँ मेरो फेभरेट प्लेस पनि हो। यसमा त्यो जहाँदेखि झऱ्यो भने ड्यामेज नै लाग्दैन, त्यही भएर। तर यता भित्र मात्र झऱ्यो भने ड्यामेज लाग्दैन, तर बाहिर झऱ्यो भने चाहिँ लाग्छ। यहाँ ग्राभिटी नै हुँदैन क्या, 0 ग्राभिटी, त्यही भएर। अनि यहाँ साइडमा एनिमी झरिरहेको थियो, मलाई हेर्नु यत्रो ड्यामेज हान्थ्यो। त्यहाँदेखि मेरो त यो चलेको पनि थिएन, म त खै के थिचेको थिएँ। मेरो हेर्नु न 1 HP छ, 1 HP हेर्नु। मैले यसलाई ड्यामेज सिधै हेडसट मैले। अनि यो ग्रे ब्लास्टमा अब यस्तो जम्प हान्न नमिलेको भए त हेर्नु मेरो कस्तो हुन्थ्यो अहिले म मरिसक्थेँ। तर यसमा अब ठुलो जम्प हान्न मिल्यो, अनि मैले उफ्रिएर जम्प हाने, सिधै म्याचको हेडसट लाग्यो, एनिमी खल्लास भइदियो। फाइदा चाहिँ यही छ क्या। अनि यहाँ पछाडिदेखि एनिमी फाइटको आवाज आउँदै थियो एनिमीहरूको। अनि म यता गएँ, यता भन्दा पनि अझै अगाडिदेखि आउँदै थियो आवाज चाहिँ। त्यो मैले त्यो क्लिप हालेको थिएँ नि, त्यही एडिट भनेर हो, त्यो चाहिँ गल्तीले हालिदिएँ मैले त चाहिँ फेरि भिडियोमा अपलोड गरेको रहेछ क्या। अनि यो एनिमीले चाहिँ मलाई यहीँदेखि हान्थ्यो यार। तर मेरो यहाँ यो सेटिङहरू पनि यस्तो भइरहेको थियो क्या, कहिले के भइरहेको थियो। अनि मैले यो बनाउँदै थिएँ क्या, हेर्दै यो के हो भनेर क्या। अनि अहिले चाहिँ मेरो फुल सेटिङ बनियो क्या। अनि म चाहिँ यताबाट झरेको, अनि मलाई चाहिँ एनिमीको फुटको आवाज आउँछ। त्यो फुटभन्दा पनि भाइब्रेट हुँदैन क्या मेरो मोबाइल। म भाइब्रेसन अन गरेर खेल्छु। तपाईँहरूले मैले अस्ति भनिरहेको छु तपाईँहरूलाई। अनि यो मैले यहाँ त भाइब्रेसनको आवाज मैले मारिदिएँ ल। भाइब्रेसन नभएको भए मैले थाहा पनि पाउँदिनँ थिएँ यता एनिमी छ कि छैन भनेर। तर यहाँ पछाडिदेखि एनिमी ल्यान्डिङको एनिमेसन आइरहेको थियो, म चाहिँ कहाँ छ भन्थे हेरेको, फेरि एनिमीको भाइब्रेसनको आवाज पनि आइरहेको थियो। अनि यहाँ ठ्याक्क ड्रप पनि आयो, अनि पछाडिदेखि एनिमीले धक्का पनि गर्थ्यो। अनि यहाँ आउँदैछ, मलाई त्यसरी म फाइट दिएँ। अनि त्यहाँदेखि यहाँ यसको पछाडि गन छ, यसलाई चाहिँ अझै त्यो मिन्युजी G18ले नै फाइट गर्नुपर्छ। यसको पछाडि त्यत्रो गन छ, बिजन छ, बिजनको गोली पनि रहेछ, तर पनि फाइट चाहिँ G18 नै गर्नुपर्छ। मरो बट यहाँ मैले बिजनलाई छोडेर P90 उठाएँ, किनकि यसले धेरै ड्यामेज हुन्छ। अनि यहाँ मलाई अझै भाइब्रेटको आवाज आउँदै थियो। अनि यता हेरेको, यहाँदेखि निस्क्यो सिधै हेडसट। अनि यहीँ मेरो 4th किल पनि कम्प्लिट भइसक्यो, 4 किल कम्प्लिटेड। अनि यहाँ मलाई पछाडिदेखि गाडी चलाउनेको एउटा भाइब्रेसनको आवाज आइरहेको थियो क्या। भाइब्रेसनको आवाज त्यो अगाडिदेखि आयो, अनि फेरि गाडी चलाउने पछाडिदेखि आयो क्या। भाइब्रेसनको सक्यो, गाडी चलाउनेको आयो। यसलाई मैले हानेको लागेन, सेकेन्ड सट लाग्यो, थर्ड सट यतिले लाग्यो। यहाँ मैले यो फ्ल्यास ब्रिज पाएको, अनि यो बतेर भएको क्या उतापट्टि। म पनि जम्प हान्ने त यता सिधै रो खान्छु भने क्या, यसले ड्यामेज दियो। सिधै रो गयो भने त मारिन्छ भनेर म चाहिँ यतादेखि गएँ। यहाँ वाल लगाइदिएछ, अनि 1.5 सेकेन्ड हानेको मरो। 5 किल हाम्रो यहीँ कम्प्लिटेड भयो। 5 किल कम्प्लिटेड म के भन्छु, कम्प्लिटेड भइसक्यो।
अनि यहाँ अलाइभ चाहिँ 31 जना अझै 31 मा एकजना हटायो भने म 30 हुन्छु। अनि यहाँ मलाई भाइब्रेसनको आवाज आइरहेको थियो एनिमीको भाइब्रेसनको आवाज आइरहेको थियो, फुटको पनि आवाज आइरहेको थियो। मैले क्यान्सर भन्दै यस्तो गएको यहीँ रहेछ। मैले एक गोली हानेर ओस्कारको युज गरेको। यो त बट रहेछ। अब बट पनि 1-2 जना मात्र आउँछ क्या, अनि बट रहेछ। अनि मैले मारिदिएँ यसलाई। अनि मलाई अझै भाइब्रेटको त आवाज आइरहेको थियो, तर कहाँदेखि आउँदैछ त्यस्तो थाहा भएन। अनि म चाहिँ यता गइरहेको थिएँ क्या। अनि यो हेर्नु है, मलाई पछाडिदेखि हान्दै आएर यसले म के गर्ने क्या। म अगाडि 2टा एनिमीले मलाई मारेको थियो। अनि यसले पछाडिदेखि आएर किल्छु उयो थर्ड पार्टी हान्दियो। यहाँ म सुरुमा एउटा एनिमीसँग फाइट लिँदै थिएँ, अर्कोले थर्ड पार्टी हान्न आयो। त्यहाँदेखि पछाडिदेखि पनि अझै एउटा आयो थर्ड पार्टी हान्न। त्यही भएर यसलाई भन्छ अब हामी फोर्थ पार्टी। जिस्केकै मैले चाहिँ फोर्थ पार्टी हो भनेर यत्तिकै भनिदिएको, तर पछाडिदेखि चाहिँ मलाई हाने। तर केही छैन, हामी गोल्ड टुर त लागिसक्यौँ नि त। अनि यहाँ अब अर्को म्याच बर्मुडा म्याप आइरहेको थियो। अनि म यहाँ पिकमा चलिरहेको थिएँ, किनकि यहाँ धेरै एनिमी पनि आउँछ। अनि धेरै एनिमीलाई मार्यो भने किल धेरै हुन्छ, ड्यामेज धेरै भयो भने प्लस धेरै लाग्छ, किल धेरै भयो भने पनि प्लस धेरै लाग्छ। सर्भाइभ टाइमले पनि अलिक प्लस त लाग्दो रहेछ। त्यही भएर तर पिकमा गयो भने सर्भाइभ टाइम त छोड्दै भाइ। यहाँ सर्भाइभ टाइम त छोडिदिँदा नै हुन्छ पिकमा आए पछाडि त। अनि यहाँ मलाई भाइब्रेसनको आवाज आउँदै थियो, गोलीको आवाज आउँदै थियो। अनि यहाँ भाइब्रेसन यतादेखि आउँदै थियो, तर यता फेरि एनिमी नै छैन रहेछ, गन मात्रै लुटेर भागेको छ। अनि यहाँ एउटा मान्छे लोटस ल्याम्प चार्ज गर्दैछ। अनि मैले ओस्कारले यसलाई ढकालिदिएँ। अनि त्यहाँदेखि यसलाई हेडसट हान्दै युएमपी जे भए पनि विथ स्किन र विदाउट स्किन राम्रै चल्छ क्या। अनि यहाँ मलाई पछाडिदेखि एनिमीले मारिदियो। क्या बोलूँ मैं इसको, तर सबले पछाडिदेखि हान्छ। थर्ड पार्टी फोर्थ पार्टी थर्ड पार्टी हान्छ, पछाडिदेखि हान्छ बटहरूले यार, म के भन्नु। अनि म फेरि यतै साइडमा झऱ्यो, पिक्कै यो वुडन हाउसमा, पिकको साइडको वुडन हाउसमा झऱ्यो। वुडन हाउस भन्छ कि मल्टी विन्डो भन्छ यार, मैले त सब बिर्सिसक्यो। अनि मैले यता यसलाई ड्यामेज दिएको, तर भागिदिइहाल्यो, के गर्नु। भाग्यो पछाडि भागोस्, यता नआओस्। अनि यहाँ मैले M24 भेटेको थिएँ, लङ रेन्ज गन भेट्टा भनेको M24 भेटेँ। यो पनि लङ रेन्ज गन स्नाइपर। अनि म यता तल झरेर फेरि यसकै भित्र आएँ तलको लुट गर्नको लागि। अनि यहाँ तलको लुट गरिसकेर म चाहिँ यो वुडन हाउसमा गएँ, सानोवाला वुडन हाउसमा। यो यसको बाहिर गाडी राखेको हुन्छ नि, खै जुन पनि गाडी हुनसक्छ, लाम्बोर्गिनी हुनसक्छ, बाइक हुनसक्छ, यो पानीवाला हुनसक्छ, जिप हुनसक्छ, मोटर ट्रक हुन सक्दैन। किनकि त्यो त त्यो बेच्नाले आफै झारिदिन्छ न, यो मगाउनुपर्छ त्यसलाई त, नभए आफै कहाँ स्पोन हुन्छ। अनि म फेरि यहाँ M24 र बिजन लिएर साइडमा म चाहिँ पिकमा फाइट लिन चल्दैन। मलाई चाहिँ होल्ड हुँदैन। मैले सुरुकै एपिसोडमा भनेको थिएँ, म आज होल्ड नै हुँदैन क्या। आमा र सर मलाई केही पनि होल्ड हुँदैन। त्यहाँ अलिक होल्ड गरेर खेल्यो भने म एकछिन बस्छु। अनि म त सक्दिनँ भनेर म त सिधै रस हानिदिन्छु। अब रस हान्न पनि धेरैजना थियो भने म पत्ली गरी हेर्छु, पछाडि भाग्छु, पछाडिदेखि हान्न थाल्छु यिनीहरूलाई। दिस इज कल्ड टेक्नोलोजी। अनि यही म्याचमा मसँग सिङ्गल आर्म र यो थियो M590। अनि मैले यो मोस्टर ट्रकवालालाई ड्यामेज दिन खोजेको। अनि फेरि यहाँ ड्रप झरेछ, यहाँ उयो स्नाइपर भेटिन्छ कि भनेको साँच्चीमा भेट्यो, भेट्यो, डबल आर्म भयो मसँग अब। अनि मोस्टर ट्रक मलाई आउँदैछ, त्यहाँबाट म बसिहालेँ। अनि त्यो उता गयो। अनि यहाँ उता एनिमी झरेको थियो। अनि यसलाई मैले 2टा 150को फट्का दिएँ। त्यहाँदेखि एनिमीको काम भयो खल्लास, एनिमीको काम खल्लास। यहाँ मेरो खै मैले यो अहिले भोइस ओभर गर्दैछु नि, हो यतिखेर चाहिँ मलाई लाग्दैछ यो पार्टहरू मैले आफ्नो फर्स्ट भिडियो सेकेन्ड भिडियोमै हाल्दै रहेको छु क्या। तर यस्तो चाहिँ भएको छैन, तर मलाई लाग्दै मात्रै छ क्या। अनि यहाँ एनिमीलाई चाहिँ मैले किन अहिले त देखेँ। अनि यसलाई हानेको हाम्रोमा
दुई गोलीमा मान्छे मर्दै हाल्छ। अनि यहाँ यो मोस्टर टकवालालाई मैले चाहिँ ड्यामेज हान्न खोजेको थिएँ अनि 97 को लागिहाल्यो। अर्को गोली हानेको लागेन, त्यसको अर्को गोली हानेको त्यो पनि 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 लागेन, अर्को गोलीमा चाहिँ लाग्यो। त्यहाँदेखि यो एनिमी उत्रियो अनि मैले RG50 फाकेर यसको वाल फुटाएर यसलाई मैले मारिदिएँ। अनि यहाँ के गर्नु अनि यहाँ म एनिमी आएको यता रहेछ अनि RG50ले हानेको फेरि फुटेर RG50 हाने फेरि अनि यहाँ केन्टा लगाएर भाग्दै रहेछ तर केन्टा गु भयो केन्टा अनि गोल 2 देखि हाम्रो हुन लाग्छ गोल 3 हाम्रो भइसकेको छ। अनि यहाँ केही पार्टहरू चाहिँ फेरि रिआयो भने चाहिँ त्यसलाई छोड्दिनँ कि खै के हुन्छ क्या रिआइरहेको छ यो युट्युबले के गरिदिन्छ क्या। अनि यो क्यापकटमा पनि मैले गल्तीले त्यो रिहाल्न सक्छु है। यहाँ हाम्रो गोल 3 हामी देखाउँदै यहाँ स्टार्ट गर्दै यहाँ हाम्रो स्टार्ट भइसकेको छ। अनि यहाँ फेरि बर्मुडा म्याप आएर म पिकमा झर्दैछु किनकि पिकमा झऱ्यो भने एनिमी धेरै आउँछ किल धेरै हुन्छ प्लस धेरै हुन्छ। अनि यहाँ म उडाउन अस्तिर जाँदै साइडमा यहाँ एउटा एनिमी झरिरहेको थियो अनि मैले त्यसलाई 1917ले मारिदिएँ। अनि एउटा एनिमी थियो त्यसलाई यो बट रहेछ अनि मारिदिएँ यसलाई पनि। अनि यसको लुटमा मेडिकिट मात्रै थियो मेडिकिट उठाएँ अनि मैले त यसको लुट गर्न आएँ अनि यसको लुटमा मलाई म्याक्स 7 पाएँ। अनि त्यहाँदेखि मैले साइडदेखि कड उठाएँ अनि यता एनिमी थियो मलाई बाहिर आउँदै थियो अनि त्यहाँदेखि म यता गएको मैले VSK उठाएँ अनि यहाँ कट्टा थियो मैले कट्टा पनि उठाएँ मैले सबै उठाएँ। अनि एनिमी थियो म सानो आइज भनेको आएर चाहिँ होइन उ त्यो मारेर चाहिँ आज अझै खेल्छस् भन्दै थियो तर के छैन हामी फेरि एकचोटि रिभाइभ हुन सक्छौँ। अनि हामी रिभाइभ भइसकेको छौँ। अनि म यहाँ त क्लक टावरमा झर्दैछु यो ठुलोवाला घरमा क्लक टावरको। अनि उता एनिमीहरूको फाइट चल्दैछ मसँग चाहिँ अब गन छैन नभए म त चल्दिन्थेँ। यहाँ पनि मैले केही पनि यहाँ माथिदेखि मलाई थम्सनले फायर गरेको आवाज आउँदै थियो। म चाहिँ एनिमी कहाँ छ भन्दै यस्तो गरेको यही रहेछ अनि मैले यसलाई एक हेडसट हानेको अनि यो उसका लगाएर बसाल्थेँ अनि यसलाई जिएटीले नै फिनिस गरिदिएँ। अब अरूजना चाहिँ के हुन्छ भने यस्तोमा उठ्यो हुन्छ क्या अब जम्किन तसँग त ठुलो गन्छ त्यसले त मारिदिइहाल्छ तर म त त्यस्तो छुइनँ मार भने कि मार्छु कि मर्छु मेरो चाहिँ त्यस्तो छ क्या त्यही भएर म चाहिँ सिधै रस हालिदिन्छु। अनि यहाँ पिकमा योपालि कालो जोन आएको थियो अनि त्यहाँदेखि यहाँ एउटा एनिमी मैले यसलाई मार्छु भने यहाँ 2 ड्यामेज दिएको तर यो भागिहाल्यो उतापट्टि। अनि यहाँ एउटाले हेडसट दिएर मारिदियो अनि म चाहिँ यहाँ स्वागमा रस हान्दै थिएँ अनि यसलाई हान्नु है यत्रो ड्यामेज दियो मरेन अनि यता आएर यत्रो ड्यामेज दिएको तर पनि मरेन हेड पनि हानेको यसको एचपी हेर्नु यति बाँकी थियो यतिले मरेको यार छे। तर यहाँ प्लस पनि थोरै के लाग्यो तर केही छैन। यहाँ अर्को म्याचमा हामी त्यो नेक्स्ट टाइम म्यापमा आइसकेको छौँ यो। अनि यहाँ हामी यहाँ झर्सकेको छौँ तर म त त्यसको माथि झर्छु भनेको तर मैले त झ्यार यो गेरिनाले चरिना तर केही छैन। अनि यहाँ मलाई भाएर हानिदियो अनि मलाई पछाडिदेखि हान एनिमीले अनि म चाहिँ यसरी बसेँ क्या उसले फुट पनि आउँदै थियो नि त अनि म यसरी मेडिकिट गर्न थालेको तर एनिमीले आएन अनि मैले 2 मेडिकिट लगाइसकेर यता मुनि गएको यता मैले अक पाएँ अनि त्यहाँदेखि मैले यता माथि गएको यहाँ एनिमी रहेछ सिधै हेडसट हान्दै एनिमी खल्लास। अनि यहाँ मलाई माथि अझै फायरिङको आवाज आइरहेको थियो म चाहिँ यता माथि हेर्दै थिएँ एनिमी छ कि भनेर तर यता रहेछ अनि यहाँ तल एनिमी रहेछ क्या यता साइडतिर अन्त एनिमी चाहिँ आउँदै रहेछ एक गोली हानौँ भनेको मैले पनि तर के गर्नु भएन। अनि यहाँ म
बम फुटाइदिन्छु भनेको यसको माथि ल्यान्डमाइन पो हातमा आएर ल्यान्डमाइन लाग्छ तर के मार्न त मैले नै मारेँ एक गोली हान्न भाइब्रेसन कागज आइरहेको थियो अनि यता लुट बक्स रहेछ म पनि यता यो लुट बक्सलाई लुट्न गएँ अनि यता प्याराफल एमो र ग्रेनेडहरू रहेछ अनि एउटा एनिमी आउँदै थियो अनि म चाहिँ यतै क्याम्पिङ गरेँ क्या एकछिन होल्ड अनि त्यहाँदेखि मैले यसलाई मारिदिएँ हेडसट म त होल्ड भनेको थोरै मात्र हो क्या थोरै मात्र होल्ड म चाहिँ थोरै मात्र होल्ड गर्छु तर अरू मान्छे चाहिँ धेरै होल्ड गर्छ त्यो सर्भाइभरहरूले चाहिँ तर म त अब सर्भाइभर होइन रसर हो नि त यहाँ 3 किल कम्प्लिट भइसकेको छ मेरो अनि यता तलदेखि भाइब्रेसनको आवाज आउँदै थियो फायरिङको आवाज पनि आउँदै थियो म त यता छ भनेको ड्रोनमा हेरेँ यता साइडमा अगाडि रहेछ त्यहाँदेखि म यता साइडतिर आएँ ड्यामेज दिएको एनिमी मरेन के गर्नु अनि यता साइडमा अझै एउटा एनिमी थियो त्यो कहाँ छ भने हेरेको यता आइसकेको छ अनि यसलाई 1 गोली 2 गोली छुवाएको मान्छे नै खल्लास अनि परालको कभर लिँदै यसलाई हान्दै थिएँ मैले यसलाई 2-3 गोली हानेको तर पनि मरेन अनि सिधै मैले रस हान्दिएँ MP40 लिएर अनि यहाँ सुरुमा एउटा ग्रेनेड फाकेँ अनि त्यहाँदेखि त्यो एनिमी बाहिर निस्क्यो अनि यसलाई मैले द हेल अफ ओस्कार मैले मारिदिएँ ओस्कार चाहिँ छ क्या तासुया चाहिँ छिटो कुद्छ अनि यो ओस्कारले चाहिँ छिटो पनि कुद्छ अनि ड्यामेज पनि दिन्छ क्या यो चाहिँ मलाई राम्रो लाग्यो अनि यतापट्टि वालहरू लागिरहेको थियो तर यता एनिमी माथि थियो कि तल त्यो चाहिँ थाहा भएन मलाई वाल चाहिँ लागिरहेको थियो वाल चाहिँ तल लागेको थियो अब तल छ भने चाहिँ तलै छ माथि पनि फायरको आवाज आइरहेको थियो तर यता एनिमी रहेछ क्या एनिमी अनि यहाँ माथि हो कि तल हेर्दै चाहिँ अनि यहाँ एउटा एनिमी रहेछ क्या अनि म चाहिँ यहाँ यसरी जानेको एक्टिङ गरेँ यसलाई नदेखिकन अनि यो यता आइसकेको छ अनि एनिमी अनि मैले यसलाई 1 गोली छुवाइदिएको मऱ्यो अनि अर्को एनिमीलाई अलिक हानेको त्यो पनि मऱ्यो अनि अझै एउटा फायरिङको आवाज आउँदै थियो अनि म चाहिँ यहाँ पेन पकाडेर जाँदै थिएँ अनि हातमा MP40 पकाडेँ अनि यसलाई सिधै हानेको मरेन त्यहाँदेखि फेरि MP40लाई रिलोड हानेँ अनि यहाँ यसलाई प्याराफलको 1 हेड हानेको तर पनि मरेन अनि यो मैले फाक्दै फ्ल्यास फ्रिज यसको माथि अनि यो यहाँ खै के गर्दै थियो मेडी गर्दै थियो अनि मैले क्रोनोमा छिर्छ होला भनेको तर छिरेन यार यो ग्रेनेड चाहिँ छिर्दैन रहेछ नि त मलाई त थाहा थिएन अनि त्यहाँदेखि मैले MP40 उठाएँ अनि यसलाई हान्न थालेको अनि म यसको पछाडि आएँ यसलाई थाहा पनि भएन अनि यता पछाडिदेखि अझै एउटा एनिमीले ड्यामेज हान्दै थियो मलाई अनि हेरेको त्यो एनिमी त्यो वाल पछाडि आइसकेको छ क्या अनि म चाहिँ यता पछाडितिर आउन थालेँ अनि यहाँ पछाडि आएर मैले यहाँ एकछिन बसेँ अनि त्यहाँ एनिमी आउँछ होला भन्दै हेर्दै थिएँ तर आएन नै अनि यहाँ मैले त्यो गेम सकेर यहाँ मेरो 10 लेभल पनि भइसकेको थियो अब एनिमी नै आएन यहाँ खै मलाई के गर भन्दै थियो अनि यहाँ नै मैले यहाँ सेभ गरेको थिएँ नि यहाँ मैले गल्तीले सेभ गरेँ होइन यहाँ त्यसले सेभ नगर भन्दै थियो अनि यहाँ हेर्नु मैले केही पनि उयो गन स्किन त लिएको थिइनँ नि त पर्खिनु म देखाउँछु यहाँ यसको केही पनि छैन लिएको यसको पनि केही पनि लिएको छुइनँ यसको पनि केहीको पनि लिएको छुइनँ लिएको त छु तर एकिप चाहिँ गरेको छुइनँ भनेको क्या त्यही एकिप गरेको छुइनँ नभए त म एकिप त गर्न सक्छु तर विदाउट गन स्किन हो नि त यो ग्रेन्डहरू हेलो अब यहाँ हामी जाउँ अर्को म्याचमा यो स्टार्ट मेरो यही क्लिप हो क्या त्यो उसले एडिट गरेको उसले यतिखेर मलाई हेर्दै रहेछ क्या यहाँ माथि हेर्नु त यहाँ हेर्नु हुँदैछ नि यो एरोको यतापट्टि यहाँ उयो फ्रेन्ड्सको आइरहेको छ क्या यहाँ एकजना त उसले हेरेको छ अनि मैले गेममा मारेको 9 जना अरू हेरेको छ क्या यो 9जनामा चाहिँ एकजना ऊ हो क्या अनि उसले चाहिँ स्क्रिन रेकर्डरले भिडियो बनाइरहेको रहेछ क्या अनि यो मैले मोन्स्टर ट्रक पकाडेको क्लिप म मोन्स्टर ट्रकले लिएर
लास्ट एनिमीलाई खोज्दै थिएँ क्या। म चाहिँ खोज्दै यो घर अनि म चाहिँ खोज्दै यता आएँ यतापट्टि। मलाई चाहिँ थाहा थिएन क्या सुरुमा एनिमी कहाँ थियो। अनि म चाहिँ यतापट्टि गइरहेको थिएँ क्या। अनि उसले अझै मलाई हेरिदिइरहेको रहेछ। लास्टमा बनाएको छ अनि म चाहिँ यो घरमा गएँ क्या। अनि यहाँ म चाहिँ सुरुमा माथि चढेँ। यो एनिमीले मलाई सुरुमा केही पनि गरेन क्या। म चाहिँ यतादेखि पनि आएँ। यो एनिमीले मलाई लास्टमा ड्यामेज दियो क्या। अनि त्यहाँदेखि मैले ऊ त्यो गर्दा अनि त्यहाँदेखि म र अनि उसले चाहिँ यो क्लिपमा उति लाग्यो नि ह्याकरे भाइ ह्याकरे अनि यहाँ 85 को प्लस लागेको छ। अब लास्ट मैले गल्तीले उ त्यो गर्न बिर्सेको थिएँ क्या यसको रेकर्ड, त्यही भएर लगाएँ। सरी मैले रेकर्ड गर्न बिर्सेको थिएँ त्यसको। म चाहिँ यत्तिकै खेलिरहेको थिएँ क्या। मैले त्यो रेकर्ड गर्न बिर्सिरहेको थिएँ त्यो क्लिप, त्यही भएर। तर के छैन, गोल्ड पुग्यो हामी। म के नै गर्न सक्छ, मैले त रेकर्ड गर्न बिर्सेँ त्यही भएर। अब गोल्ड पुगिसक्यो। अनि फेरि हाम्रो बर्मुडा म्याप अनि म फेरि यतापट्टि झरेँ एल्चफपट्टि। यहाँ मेरो साइडमा अझै एउटा एनिमी झर्दै चाहिँ यो पनि गनको लालचमा झरिरहेको थियो। तर मैले उठाइदिइहालेँ प्याराफल। अनि यसलाई उसकाले धक्का दिएको तर यो उता गइहाल्यो। अनि मैले यसलाई ड्यामेज दिएको थिएँ। अनि म यता पछाडि आएर यसलाई मैले मारिदिएँ। यहाँ अझै एउटा एनिमी भाग्दै रहेछ, मैले त्यसलाई पनि मारिदिएँ। अनि मैले यता साइडदेखि ट्रोन उठाएँ। त्यो त उठाएन। यता एनिमी रहेछ, यिनीहरूलाई हानेको। एउटा एनिमीलाई हेडसट लाग्यो, एउटालाई बडी। यहाँ साइडदेखि मलाई मारिदियो, पछाडिदेखि फेरि जी36ले मारिदियो। अनि म चाहिँ फेरि यतै झरेँ क्या। यता भन्नाले यो मेरो म के भन्छ यार, म यतै झरेँ भन्दैछु। म यता पोचिनकतिर झरेँ, पोचिनक फ्याक्ट्रीतिर। अनि मलाई सुरुमा चाहिँ पोचिनक जाम भनेको थिएँ। त्यहाँदेखि फेरि मैले फ्याक्ट्री गइहालेँ। तर यहाँ फ्याक्ट्रीमा पनि एनिमीको मलाई चाहिँ फुटाउँदै थियो क्या। म भर्खरै झरेको अनि एनिमीको फुटाइरहेको थिएँ क्या अहिले। अनि यहाँ मैले ट्रोगन पनि भेटिसकेको थिएँ। अनि यहाँ फ्याक्ट्रीमा चाहिँ फेरि एनिमीको फुटाउनै बन्द भयो क्या। अनि म चाहिँ यता पोचिनकतिर गएको। अनि मैले यता एउटा एनिमीलाई देखेँ क्या, यहाँ रहेछ। फाइट गर्दै रहेछ तिनीहरू चाहिँ। त्यहाँ एनिमी आइरहेको थियो, यसलाई एक हानेको बिर्सेको थियो। वालको पछाडि पनि हान्न सक्छ। एक गोली हानेको सिधै वान ट्याप M24 को। ह्याकरे भाइ ह्याकरे। अहिलेको गेममा पनि सिधै वान ट्याप, यो गेममा पनि सिधै वान ट्याप। ह्याकर हो क्या म, ह्याकर। ह्याकर बोल द पब्लिक। तर कसैले पनि भन्दैन। सुरु त्यही हो कि मलाई ह्याक युज गर्न आउँदैन। एडिटर इसका कट कर देना एडिटर। लेकिन एक सेकेंड, एडिटर तो मैं ही हूँ। एडिटर, लेकिन एक सेकेंड, ये तो मैं ही हूँ। म चाहिँ यहाँ एनिमीको तलासमा जाँदै थिएँ। अनि मलाई उ त्यो फुटाउँदै थियो क्या एनिमीको। अनि यो मल्टिभिन्डो मैले घरहरूको नाम एनिमी आयो। अनि मैले यसलाई 2 गोली हानेको, एनिमी मर। अब अनि मलाई अझै फुटाउँदै थियो क्या। अब मैले चाहिँ यो घरहरूको नाम नै बिर्सेँ कस्तो यार। अहिले त पहिले त सब घरको नाम थाहा थियो। यो घरको नाम मल्टिभिन्डो होला हौ, मल्टिभिन्डो होला किनकि यसमा ध्यान धेरै छ, त्यही भएर यो घर मल्टिभिन्डो नभए डबल डोर हो। कस्तो धेरै जस्तोको नाम नै बिर्सिसक्यो। पहिले त सबले घरको नाम भन्दै त अहिले त घरको नाम पनि भन्दैन। अनि यो क्लिप हेर्नु है, यहाँ मैले एनिमीलाई ड्यामेज दिएर म यता ड्रपको साइड आएको। अनि एनिमीलाई 32 को अझै ड्यामेज लाग्यो। अनि यो चुमुक गर्दा बाहिर निस्किँदै थियो क्या। अनि फेरि अझै एउटा FGL फालेको।
यो यता बाहिरपट्टि यसले मलाई हेर्नु के गरिदिएको छ। अनि यता आयो मेरो गोली कनेक्ट भएन। मैले स्नाइपरले यति पनि चलाएको छैन त्यही भएर क्या अर्को गोली पनि कनेक्ट भएन। यत्रो इजी म छोडिदिएछु। म चाहिँ यहाँदेखि आउँछ होला भनेको। अनि मलाई पछाडिदेखि ड्यामेज पनि लागिरहेको थियो। अनि पछाडि अनि ड्यामेज हुन आयो क्या। मलाई पछाडिदेखि फुटाइरहेको थियो। अनि मैले पछाडि हेरेको थिएँ अनि होइन पछाडिदेखि मलाई फुटाएन ड्यामेज पनि आयो अब। अनि यो अनि म अगाडि बढ्दैछ मैले त्यसलाई उयो हेर्दै थिएँ। अनि पछाडि एनिमीलाई पनि हेर्दै थिएँ। अनि रिस उठेर म उसकार भाग्दिएको तर एनिमीले रहेछ। अनि म चाहिँ वाल लाउँदै अगाडि बढ्दै थिएँ क्या। अगाडिको एनिमीलाई चाहिँ होइन साइडको एनिमीलाई चाहिँ मैले एभोइड गरेँ क्या उतापट्टि। यहाँ मैले फुटाइरहेको थिएँ क्या। मलाई थाहा थिएन एनिमी कहाँ थियो। त्यहाँ त्यत्रो देखिरहेको रहेछ तर मलाई चाहिँ म अन्धो भएँ क्या। मलाई त देखिनँ नै एनिमी कहाँ छ भनेर। अनि यो एनिमीले मलाई मारिदियो। अनि 93 को प्लस लाग्यो। हेर्नु त्यो एनिमीलाई मैले सुरुमै देखेको भए हुन्थ्यो तर के छैन। अब यहाँ हामीलाई थोरैको मात्र प्लस चाहिरहेको छ प्लेटिनम पुग्नको लागि। प्लस चाहिरहेको छ। यो गेम हेर्नु न। यो गेममा त्यहाँ मेरो यहाँ 3 किल कम्प्लिट भइसकेको छ। अनि त्यो एनिमीलाई मैले ड्यामेज दिएको अनि त्यो पनि मरिसक्यो क्या। मैले चाहिँ यो चाहिँ मैले यो गन छ नि यो गन भन्दा अगाडि मेरो अर्को गन थियो। अर्को गन थियो कि यही गन थियो होइन। म चाहिँ यहाँ भर्खरै जन्मेको थिएँ क्या। त्यो हुन्छ नि त कालो त्यसमा गएर मैले चाहिँ लोटस ल्याम्पलाई क्याप्चर गरेको। अनि यही लुट थियो नि त मसँग। अनि मलाई एनिमीले मारेको थियो। अनि एनिमीसँग चाहिँ मेरो लुट गएन। मसँग आफ्नो सबै लुट आयो क्या। वाल चाहिँ सक्यो। वाल त्यतिखेर मसँग थियो। अनि फेरि ल्यान्ड गर्दाखेरि चाहिँ सकिएको थियो क्या। अनि मैले पिकमा त्यस्तै हेर्दाखेरि मैले छक्क पर्थेँ क्या। एनिमीहरूको लुट चाहिँ कहाँ जाँदो रहेछ भनेर क्या। कुनीहरूको लुट चाहिँ कुनीहरूसँग जाँदो रहेछ। यो ग्लिच हो कि अब के हो। लोटस ल्याम्प त अरू बेला पनि लुटिरहेको छु पिकमा हो। त्यस्तो चाहिँ हुँदैन क्या। अब के गर्नु सस्तै गरिन हो। अन्त यता माथिपट्टि जाँदै थिएँ म चाहिँ सकेर यता माथि आवाज होइन मलाई पनि खायो। दुईवटा पनि मलाई आएर बसिरहेको थियो क्या। अनि यहाँ पछाडि त्यसको टरेटलाई मैले सुरुमा फुटाएँ। अनि अगाडि पछाडि चाहिँ अनि यो अगाडिकोलाई चाहिँ मैले छोडेर म पछाडितिर आएँ। अनि यो एनिमीलाई मैले एक हेड हानेको मर्नु त मर्दैन। पछाडि मलाई फेरि ड्यामेज हान्यो। मसँग 850 गोली छैन क्या। अनि यो एनिमीलाई चाहिँ म चाहिँ यस्तो हान्दै थिएँ तर बिचमा गाँटा मै भएँ। भयो एउटासँग फाइटिङ चाहिँ फेरि पछाडि गएर हान्दियो फेरि कोदी छ भन्दै हेर्दै थिएँ क्या। यो एनिमी रस हानिरहेको थियो तर मैले त छोडिदिएँ। जा तिम्रो नजिक मेरो त प्लेटिनम लागिसक्यो भनेर म चाहिँ ब्याक आएँ क्या। जो जित भनेर। अनि यहाँ मेरो प्लेटिनम लागिसकेको छ 50 को प्लससँग। अनि 3 किल ल अनि मलाई यहाँ रिवार्ड मिलिसकेको छ तर धेरै टाइम लाग्यो तर केही छैन। प्लेटिनियम र्याङ्क रिवार्ड मलाई यहाँ मिलिसकेको छ। यहाँ हेर्नु यो बिआरको प्रोटेक्सन पोइन्ट अनि यो के हो के लोडआउटहरू मिलिसकेको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो प्लेटिनम 2135 स्कोर छ मसँग अहिले। बाई अब अर्को डायमन्डमा भेटौँ ल।